रात्रिकालीन अभिवादन भन्दै अबको केही समयमा नै एनके डान्स स्टुडियो जापान टोकियोद्वारा आयोजित पहिलो सामूहिक नृत्य प्रतियोगितामा स्टेज सम्पूर्ण दर्शकवृन्द तथा उपस्थित हाम्रा अतिथि पाहुना महानुभावहरूलाई म दिपेश गुरुङ काजीको तर्फबाट र म कार्यक्रम सञ्चालिका आइसा गुरुङको तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। हजुर, अबको केही समयमा नै अब हामी हाम्रो आजको कार्यक्रम यहाँमा सुचारु गर्न गइरहेका छौँ। सर्वप्रथम त हाम्रो यस आसन ग्रहणको कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु र सभापतिको लागि आसन ग्रहण गरिदिनु हुन हाम्रो तमुरी जापानका सांस्कृतिक संयोजक केवल गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। साथै उहाँ एनके डान्स स्टुडियो जापान टोकियोका प्रोप्राइटर तथा आजका यस प्रतियोगिताका उहाँ मुख्य आयोजक पनि हुनुहुन्छ। कृपया एकचोटि जोरदार तालीले उहाँलाई स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी हामीमा आज उपस्थित हुनुहुन्छ हाम्रो प्रमुख अतिथिको रूपमा आदिवासी जनजाति महासङ्घ जापानका अध्यक्ष तथा नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी आदरणीय श्री भक्त गुरुङज्यू, उहाँलाई पनि हामी आजको प्रमुख अतिथिको आतिथ्यता आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसै गरी विशेष अतिथिका रूपमा हाम्रा तमुरी जापानका अध्यक्ष श्री हिमाली गुरुङज्यूलाई पनि आएर स्टेजमा आएर आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र हाम्रा अतिथि तथा प्रमुख अतिथिहरूलाई फुलमाला खादा लगाएर स्वागत गरिदिनु हुन पनि म यसै कार्यक्रमका स्वयंसेविका आदरणीय पूजा गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी अतिथिको रूपमा आज हामीमा आज उपस्थित हुनुहुन्छ तमुरी जापानका पूर्व अध्यक्ष आदरणीय हर्क गुरुङज्यूलाई पनि स्टेजमा आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी हामीमा उपस्थित हुनुहुन्छ अतिथि विशेष अतिथि आदरणीय अमर गुरुङज्यू, जसलाई पनि म स्टेजमा आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी आज हामीमा आज उपस्थित हुनुहुन्छ गुरुङ भिजन युट्युब च्यानलका सञ्चालक एवं पत्रकार आदरणीय खड्ग गुरुङज्यूलाई पनि म आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। कृपया उहाँलाई पनि खादा लगाएर स्वागत गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आज यस नृत्य प्रतियोगितामा पाल्नुभएका हाम्रा जज निर्णायक मण्डलबाट हुनुभएका तीनैजना निर्णायकहरूलाई पनि म स्वागत गर्न चाहन्छु। त्यसै गरी आज हामीमा यस प्रतियोगिताका निर्णायक ज्यूहरूमा हुनुहुन्छ आदरणीय अरमान गुरुङज्यू, कृपया यसैलाई म यहाँलाई स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। हाम्रा अरमान गुरुङज्यू चाहिँ पोखराको डाँफे कला मन्दिरबाट आफ्नो औपचारिक लोक नृत्यको कला लिएर आफ्नो कला यात्रा सुरु गर्नुभएको थियो। थुप्रै नेपाली कथानक चलचित्रमा सहायक नृत्यकारको भूमिका निर्वाह गर्नु भइसकेको छ र त्यसका साथै धेरै लोकगीत तथा गुरुङ गीतमा उहाँको नृत्य देख्न पाउँछौँ हामीले। जापानमा आएर पनि तमुरीमा निरन्तर लागिरहनु भएको छ। र यसै गरी हामीमा आजका यस प्रतियोगिताका अर्का निर्णायकज्यू हुनुहुन्छ आदरणीय मीरा दनवार मिश्राज्यूलाई पनि म स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँको बारेमा थोरै जानकारी दिनुपर्दा उहाँ जापान आउन अघि नृत्य शिक्षकको रूपमा नायोमा नृत्य केन्द्र गाईघाट उदयपुर, यसै गरी उदयपुर कला केन्द्र गाईघाट, सप्तक कला केन्द्र गाईघाट, सेगुन सन्देश कला केन्द्र गाईघाटमा उहाँले नृत्य प्रशिक्षण गरिसक्नुभएका छ भने जापान आएपछि पूर्व नेपाल सहकार्य केन्द्रको जापान डान्स टाइटलको फर्स्ट रनरअप पनि हुनुहुन्छ उहाँ। र हाल पूर्व सहकार्य केन्द्रको सदस्य पनि हुनुहुन्छ भने उहाँले MRY फेसन स्टोरको सञ्चालिका पनि हुनुहुन्छ। उहाँलाई खादा फुलमाला लगाएर स्वागत गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। र अब पनि म ढिला नगरी अर्का निर्णायकज्यूलाई बोलाउन चाहन्छु। उहाँ हुनुहुन्छ सागर थापा मगरज्यू, जोरदार तालीले स्वागत गरिदिनु हुन। र उहाँ जापान आउनुभन्दा अगाडि चाहिँ सारेगामापा कला केन्द्र, सारेगामा विथ गाइज कला केन्द्र, पोखरा नाच घर, सेवा पब्लिक सेकेन्डरी बोर्डिङ स्कुल, जुनियर सिटिजन स्कुल नेकनाथ,
लगायतमा नृत्यको शिक्षक भएर काम गरिसक्नु भएको छ। र यसै गरी उहाँ जापान आएपछि 2014-2025 जापानका विभिन्न सङ्घ संस्था सांस्कृतिक कार्यक्रममा नाच सिकाउने र स्वयं आफू पनि एक कुशल नृत्यकार हुनुहुन्छ भने अफिसियल म्युजिक भिडियो साइरा 2022, अफिसियल म्युजिक भिडियो खैजरीको ताल 2024 र नेपाल मगर सङ्घ जापान केन्द्र समिति सांस्कृतिक संयोजक 2023-25 र हाल अहिले नेपाल मगर सङ्घ जापान केन्द्रीय समितिका महासचिव पनि उहाँ हुनुहुन्छ। एकचोटि उहाँहरू सम्पूर्णलाई जोरदार तालीले स्वागत गरौँ। र त्यसका साथै पुन क्लब जापानका अध्यक्ष राम गडबुजा मगरज्यूलाई पनि यहाँ आएर हाम्रो निमन्त्रणा स्वीकार गरेर आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आज हामीमा सीमित दर्शक महानुभावहरूको बिचमा यस प्रतियोगितालाई हामी अगाडि बढाउन गइरहेका छौँ। आशा छ थोरै जमातमा पनि हामीले आजको यस नृत्य प्रतियोगिता सफलताका साथ यहाँहरूको साथ सहयोगले हामी अगाडि बढाउनेछौँ भन्ने हामीलाई पूर्ण विश्वास लिएका छौँ। र अब हामी कार्यक्रमलाई ढिला नगरिकन अगाडि बढाउन गइरहेका छौँ र अगाडि बढाउने क्रममा हामी हाम्रो यस आजको नेपाली राष्ट्रिय गान गाएर चाहिँ आजको यस कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। र एकैछिन म सम्पूर्णलाई फेरि यथास्थानमा उभिदिनु हुन म फेरि पनि अनुरोध गर्न चाहन्छु, किनकि भर्खरै मात्र हामीले हाम्रो देशको राष्ट्रिय गान बजाएर सम्मान गर्यौँ र हाल हामी आफ्नो मुलुक छोडेर परदेश यानि कि यस जापानमा छौँ र हामी जापानको पनि राष्ट्रिय गान बजाएर आजको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। कृपया जापानको पनि राष्ट्रिय गान बजाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया जापानको राष्ट्रिय गानको सम्मानको लागि आफ्नो स्थानबाट उठेर सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु। हजुर स्वागत तथा धन्यवाद ज्ञापन मन्तव्यका लागि आजका यस कार्यक्रमका
एनके डान्स स्टुडियो ग्रुपका सञ्चालक आदरणीय केवल कमुज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्ते सबैजनालाई। प्रमुख अतिथिज्यू, विशेष अतिथिगणहरू, निर्णायक मण्डलका निर्णायकज्यूहरू र विभिन्न संस्थाबाट पाउनुभएका प्रतिनिधिहरूलाई र यस फर्स्ट ग्रुप डान्स कम्पिटिसनमा भाग लिनेहरूलाई सबैलाई स्वागत गर्न चाहन्छु र यो मेरो सानो प्रयास हो। जापान जस्तो ठाउँमा एउटा अब सिङ्गल डान्स कम्पिटिसन भन्ने सजिलैसँग गर्न सकिन्छ, धेरैले पनि गर्नुभएको छ। मेरो चाहिँ एउटा ग्रुपहरूलाई पनि अगाडि लैजाउँ भन्ने एउटा मोटिभले मैले चाहिँ ग्रुप डान्स कम्पिटिसन गरेको। मेरो चाहिँ ग्रुप डान्स कम्पिटिसन मात्र होइन कि अब मलाई गर्न मन लागेको चाहिँ कन्टिन्यू चाहिँ अर्कोचोटि अब मगरको कल्चरमा मगर डान्स कम्पिटिसन, अब थकाली डान्स कम्पिटिसन, जो हाम्रो नेपालको कल्चरलाई चाहिँ अगाडि बढाउन मन लाग्यो। तर अहिले यसो हेर्दा चाहिँ जापान चाहिँ स्टिल नट रेडी जस्तो लाग्छ होइन। त्यही भएर अब आउने वर्षमा चाहिँ मैले यही ग्रुप डान्स कम्पिटिसनलाई चाहिँ अहिले चाहिँ गुरुङ कल्चरमा बेस छ भने यसलाई चाहिँ अब मैले चाहिँ खुल्ला एकदम ओपन कल्चर डान्स कम्पिटिसनमा राख्न जाँदैछु र यहाँहरू आइदिनु भयो, साथ सपोर्ट माया गरिदिनु भयो, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद गर्न चाहन्छु। धन्यवाद। हजुर धन्यवाद। यस आजका सामूहिक नृत्य प्रतियोगिताका तथा एनके डान्स स्टुडियो ग्रुपका प्रोभाइडर आदरणीय केवल कमुज्यूलाई म धन्यवाद दिन चाहन्छु, किनकि यो जापानमा नै पहिलोपटक एउटा नेपाली समुदायमा आधारित यस सामूहिक नृत्य प्रतियोगिता आयोजना गर्नु एउटा आफैमा नै गौरवको कुरा हो। हजुर यो पहिलोचोटि भएको कारणले गर्दाखेरि आज हामीमा थोरै दर्शकवृन्दहरू मात्रै उपस्थित हुनुहुन्छ, तर उहाँको यो आँट हौसला हिम्मतलाई हामीले मान्नुपर्छ। त्यस कारणले एकचोटि जोरदार तालीले फेरि उहाँको यस हौसला हिम्मतलाई अगाडि बढाउन म हार्दिक अनुरोध गर्न चाहन्छु। पक्कै पनि यो चाहिँ सानो आर्ट होइन है, ठुलै आर्टले चाहिँ यति राम्रो कार्यक्रम योजना गर्न सक्नुहुन्छ। उहाँको आर्टलाई चाहिँ म एकदमै धेरै नमस्ते गर्न चाहन्छु र अब भने ढिला नगरिकन हामी रिबन काटेर प्रमुख अतिथि तथा अतिथिजनहरूबाट रिबन काटेर कार्यक्रमको उद्घाटन गर्न चाहन्छु र सम्पूर्ण यहाँ आसन ग्रहण गर्नुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई चाहिँ उठेर रिबन काटेर उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हजुर आजको यस कार्यक्रममा हामी रिबन काटेर अबको आज हुन गइरहेको सामूहिक नृत्य प्रतियोगिताको उद्घाटन गर्न गइरहेका छौँ र रिबन काटेर आजको कार्यक्रम उद्घाटन गरिदिनु हुन म आजका प्रमुख अतिथि आदरणीय श्रीभक्त गुरुङज्यू, यसै गरी हिमाली तमुज्यू, यसै गरी अमर गुरुङज्यू र यसै गरी अरमान गुरुङज्यू र आज उहाँहरूलाई म आजको यस कार्यक्रममा रिबन काटेर यस कार्यक्रमको उद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। यसको साथै आजको हाम्रो यस कार्यक्रमको उद्घाटन समारोह पनि रिबन काटेर सकेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु र कार्यक्रमलाई अब कति पनि ढिला सुस्ती नगरिकन म अगाडि बढाउन चाहन्छु र अगाडि बढाउने क्रममा आज हामीमा उपस्थित हाम्रा अर्का अतिथि आदरणीय अमर गुरुङज्यूलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद दिपेश बाबु। आजका एनके डान्स जसले एनके डान्स स्टुडियो जसले आजको कार्यक्रमलाई आयोजना गरेर ठुलो एउटा साथ देखाउनु भएको छ केवल गुरुङज्यू, त्यस्तै गरेर प्रमुख अतिथि आदिवासी जनजाति महासङ्घका अध्यक्ष श्री सी गुरुङज्यू, त्यस्तै गरेर तमुद जापानका अध्यक्ष बहिनी हिमाली गुरुङज्यू, निर्णायक मण्डलका मामा अरमान गुरुङज्यू, सँगसँगै मीरा तनुवर, त्यस्तै सागर थापा, त्यस्तै तमुदी जापानका पूर्वाध्यक्ष एवं सल्लाहकार हर्का गुरुङज्यू, अनि
पुन क्लबका अध्यक्ष श्री रामकर पूजाज्यू, त्यस्तै गरेर आज सामूहिक नृत्य प्रतियोगितामा सहभागी हुन आउनुभएका सम्पूर्ण कलाकारज्यूहरू, त्यस्तै गरेर अन्य अतिथि महानुभावहरूमा हार्दिक अभिवादन टक्राउँदै आफ्ना केही दुई शब्द राख्न चाहन्छु। यो नृत्य प्रतियोगिताले गुरुङ संस्कृति संस्कारलाई एउटा इटा थप्ने, यसलाई जगेर्नार्थ एउटा केवल गुरुङले चाहिँ जुन प्रकारको जमर्को गर्नुभयो, यसको निम्ति धेरै धेरै उहाँलाई यो साहसप्रति, यो प्रयासप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब अघि हामीले अनुभव गरिरहेका थियौँ कि यसलाई गुरुङ कल्चरमा आधारित, गुरुङ संस्कृतिमा आधारित मात्र नभइकन यसलाई खुल्ला रूपमा गर्न पाएको भए भने अझ प्रभावकारी हुन्थ्यो कि भन्ने कुराहरू हामीले सम्झिरहेका थियौँ र उहाँले नै यो कुरालाई आत्मसात गरेर आगामी दिनहरूमा यसलाई खुल्ला रूपमा, खुल्ला साहित्यिक नृत्यको रूपमा लैजाने कुरा जुन उहाँले भनिसक्नुभयो, यसको निम्ति पनि उहाँलाई धन्यवाद दिन चाहन्छु। र यो यस्तो प्रकारको सामूहिक नृत्य, नेपाली कल्चरमा आधारित, संस्कृतिमा आधारित नृत्यहरूले हाम्रो संस्कार संस्कृतिहरूलाई जगाना गर्नको निम्ति धेरै ठुलो भूमिका खेल्नेछ भन्ने मैले मानेको छु। जसरी आज केवल भाइले चाहिँ यो अदम्य साहस गर्नुभयो, त्यस्तै गरेर अरूले पनि गर्नुभयो भने निश्चित रूपमा यसले एउटा ठुलो विदेशमा पनि हामीहरूले हाम्रो संस्कार संस्कृतिहरूलाई जोगाइराख्न सक्नेछौँ भन्ने कुरामा म विश्वास छु। अब फेरि अरूले पनि यो सिको गर्नेछन् भन्ने पनि मलाई विश्वास लागेको छ र यो यसरी सबैले सिक्दै जाने हो भने अन्य साथीहरूले पनि यसलाई आत्मसात गर्दै गर्दै हाम्रो साथीहरूले विदेशमा पनि हाम्रो संस्कार संस्कृतिहरूलाई, हामी चाहिँ नेपाली भनेको एउटा यस्तो देश हो जहाँ थोरै जनसङ्ख्या भए तापनि थुप्रै थुप्रै संस्कृति संस्कारहरू छ, बोकेको छ, हाम्रो भाषा छ, संस्कृति छ, वेशभूषाहरू छन्। यो कुराहरूलाई हामीले उजागर गर्नको निम्ति हामीले यस्तै कार्यक्रमहरू गर्नुपर्छ भन्ने मलाई लागेको छ र यसले आगामी दिनहरूमा अझ बृहत्तर रूपमा फस्टाउने, फुल्ने, फल्ने मौका पाउनेछ भन्ने शुभकामना व्यक्त गर्दै र आजको यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै र यो एउटा हामी थोरै जनसमुदायको बिचमा यो प्रस्तुत हुन गइरहेको छ र पनि यसको उद्देश्य, यसको गरिमा चाहिँ एकदमै ठुलो महसुस गरेको छु मैले। र हामी थोरै भए तापनि एकदमै सबैजनाले उत्साहित भएर हाम्रो संस्कृति संस्कारलाई यसले जनसमक्ष ल्याउनेछ भोलिका दिनहरूमा पनि भन्दै र आजको यो कार्यक्रमलाई सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना दुई शब्दहरू यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। धन्यवाद। आजका अतिथि आदरणीय अमर गुरुङज्यूले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरिसक्नु भएको छ र यति बेला म आजको यस कार्यक्रममा देख्न सक्छु मेरो भोइस युनिभर्स सिजन 2 का विजेता आदरणीय प्रथम गुरुङजी हामी माझ उपस्थित हुनुहुन्छ। उहाँलाई पनि स्टेजमा स्वागत गरिदिनु, म हार्दिक अनुरोध गर्न चाहन्छु स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु होला। हालै सम्पन्न मेरो भोइस युनिभर्स सिजन 2 का उहाँ विजेता पनि हुनुहुन्छ। हामी नेपालमा बस्ने सम्पूर्ण नेपाली भाषीहरूलाई प्रतिनिधि गर्दै जापानबाट हाम्रो मातृभूमि नेपालमा गएर नेपालको नै एउटा ठुलो प्रतियोगिता मेरो भोइस युनिभर्स सिजन 2 मा सहभागी भए मेरो भोइस युनिभर्स सिजन 2 को ताज पहिरन सफल प्रथम गुरुङजीलाई आज यहाँ स्वागत पाउँदा हामी एकदमै खुसी छौँ। एकचोटि जोरदार तालीले उहाँलाई स्वागत गर्छौँ। कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब निर्णायक मण्डलको संयोजकबाट नृत्य सम्बन्धी केही जानकारी सहित शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुनका लागि आजका यस एनके डान्स स्टुडियो प्रेजेन्ट पहिलो सामूहिक नृत्य प्रतियोगिताका निर्णायक मण्डलजी मध्येका एक प्रख्यात आदरणीय अरमान गुरुङज्यूलाई आजको निर्णायक मण्डलको संयोजकबाट नृत्य सम्बन्धी केही जानकारी सहित शुभकामना मन्तव्य व्यक्त गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।
र त्यससाथै कुन टिमले चाहिँ पहिलो डान्स गर्ने भनेर गोला प्रथा पनि गरिदिनु हुन हार्दिक अनुरोध व्यक्त गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालक देवका जिग्रुङ, कार्यक्रम सञ्चालिका आइसा गुरुङ र आजको यो एनके डान्स स्टुडियोको पहिलो गुरुङ बेसमा आधारित कल्चरल डान्स प्रतियोगितामा सभाध्यक्ष गरिराख्नुभएका एनके डान्स स्टुडियोका चेयरपर्सन मिस्टर केवल गुरुङ, प्रमुख अतिथि जनजाति महासङ्घ जापानका अध्यक्ष आदरणीय श्री भक्त गुरुङज्यू, विशेष अतिथि तमुदी जापानका सल्लाहकार अमर गुरुङज्यू, विशेष अतिथि तमुदी जापानका पूर्व अध्यक्ष हर्का गुरुङज्यू, त्यस्तै गरी विशेष अतिथि तमुदी जापानका अध्यक्ष हिमाली गुरुङज्यू, त्यस्तै गरी पुन क्लब जापानका राम गर्बुजाज्यू अध्यक्ष राम गर्बुजाज्यू र मेरो आज मलाई साथ दिन निर्णायक मण्डलमा हुनुहुन्छ मेरो सहपाठी मिरा मिश्र, धन्यवाद। त्यस्तै गरी मेरो भाइ सागर थापाज्यू र मेरो भाइ वर्ल्ड कप विजेता प्रथम भान्जा लगायत हाम्रो तमुदी जापानका पूर्व कोषाध्यक्ष सल्लाहकार गुरुङ भिजनका आदरणीय खड्का गुरुङज्यू, त्यस्तै गरी मञ्चबाट हामीलाई सबै दृश्य खिचिरहनुभएका मेरा प्यारा भाइहरू नातिहरू र सहभागीको लागि आउनुभएका सम्पूर्ण कलाकार भाइ बहिनीहरूलाई एकमुष्ट नमस्कार। मैले धेरै बोलेन, समयको अभावले गर्दाखेरि म प्रतिनिधि टिमबाट आएर थुत्न लगाउने हो भन्दा जस्तो लाग्छ। त्यसैले कि मैले थुताउँ होइन, तपाईँहरू तिनवटा टिम रहेछ, तपाईँहरू आफै आएर एकजनाले थुक्दाखेरि पेस हुन्छ। त्यसैले तपाईँहरू आउनुहोस् र पुन क्लबबाट एकजना, त्यसै गरी नटराज समूहबाट डान्स स्टुडियोबाट एकजना र तमुदी जापानको कलाकारबाट एकजना, तिनजना आउनको लागि अनुरोध गर्न चाहन्छु। यतापट्टि यता आउनुहोस्, यता आउनु, यता फर्केर प्लिज यता फर्केनु ल। 1 2 3 उता फर्काउनुहोस्, 2 नम्बर 3 नम्बर 1 नम्बर है ल। नटराज पहिलो प्रस्तुति अनि तमुदी दोस्रोमा र पुन क्लब तेस्रोमा रहेको छ। तपाईँहरू यता स्थानमा बसेर अब प्रिपेरेसन गर्दै गर्नु होला र म केवल भाइलाई विशेष गरी धन्यवाद दिन चाहन्छु। र मैले जापानमा सुरुवातमै एनआरएन जापानका अध्यक्षज्यूहरूलाई नेपाल फेस्टिभलमा यस्तो खालको लोकनृत्य प्रतियोगिता गर्नुपर्छ भनेर मैले ऊ बेला काशी लामाको पालैबाट बारम्बारको अध्यक्षलाई भन्दै अहिलेसम्म आएका छौँ, तर उहाँले चाहिँ योलाई चाहिँ दिन सक्नु भएको छैन। तर आज केवल भाइले एउटा जग बसालिदिनु भएको छ र यो जगलाई अब मजल गरेर अगाडि बढाउने जिम्मा हामी सबैको हो भन्दै र फेरि एकचोटि सबैलाई सहभागीदेखि लिएर यो कार्यक्रम हेरेर आउनुभएका सबैलाई धन्यवाद दिँदै र कलाकार भाइ बहिनीहरूलाई अग्रिम शुभकामना दिँदै मेरो शुभकामना मात्र यहाँ टुङ्गो गर्छु। हस्त धन्यवाद। धन्यवाद अमर गुरुङज्यूलाई। पक्कै पनि हामी चाहिँ नेपालमा भरिपूर्ण संस्कृति कला वेशभूषाले भरिपूर्ण छौँ र त्यसमध्ये पनि हामी गुरुङ जातिको कला संस्कृति र वेशभूषालाई जगेर्ना गर्नको लागि यो डान्स कम्पिटिसन राख्नु भएको छ र उहाँको आर्टलाई चाहिँ म धेरै सम्मान गर्न चाहन्छु र यहाँसम्म हजुरहरूले साथ दिनुभएकोमा म त्यसमा पनि धेरै आभारी छु। हजुर, हामी नेपाली जाति विशेष गरी हामी तमु जाति, हामीलाई हाम्रो भाषा र हाम्रो संस्कृति उत्तिकै नै प्यारो छ र आज यस परदेशको भूमिमा हामी तमु जातिमा आधारित पहिलो सामूहिक नृत्य प्रतियोगिता आयोजनाको लागि अगाडि बढ्नुहुने यस एनके डान्स स्टुडियो टोकियो जापानका सञ्चालक केवल तमुज्यूको जति बयान गरे पनि हामीलाई कमै पर्छ, किनकि पहिलोचोटि विदेशको भूमिमा यस्तो सामूहिक नृत्य प्रतियोगिता आयोजना गर्नु आफैमा नै एउटा ठुलो चुनौती हुन्छ। तर उहाँले त्यो चुनौतीलाई सामना गर्दै आज तपाईँ हामीहरूमा पहिलो सामूहिक नृत्य प्रतियोगिता हामीमा यहाँ प्रस्तुत गर्नुभएको छ। उहाँले एकचोटि फेरि पनि एनके डान्स स्टुडियो तथा सांस्कृतिक केवल तमुज्यूले केही जोरदार तालीले उहाँको हौसला बढाइदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। साथै
अब कार्यक्रमलाई म ढिला सुस्ती नगरिकन अगाडि बढाउन चाहन्छु र आजको यस प्रतियोगितालाई सहयोग गर्ने हामी केही सहयोगी दाताहरूलाई आजका हाम्रा प्रमुख अतिथिहरूबाट सम्मान गर्न चाहन्छु। हजुर, उहाँलाई आजको यस प्रतियोगिता सञ्चालन गर्न केही सहयोगी दाताहरूले सहयोग गर्नुभएको थियो र समय अभावको कारण यहाँ आज जति पनि उपस्थित हुनुहुन्छ म उहाँहरूको मात्रै नाम लिएर अगाडि बोलाउन चाहन्छु र सहयोगी दाताहरूलाई यस प्रमाणपत्र दिएर उहाँहरूलाई सम्मान गरिदिनु र म आजका प्रमुख अतिथि यसै गरी विशेष अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र आजको यस एनके डान्स स्टुडियो टोकियो जापानद्वारा आयोजित पहिलो सामूहिक नृत्य प्रतियोगितामा सहयोग गर्नुहुने आदरणीय प्रदीप गुरुङज्यूलाई म स्टेज अगाडि आइदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु र आफ्नो सम्मानपत्र ग्रहण गरिदिनु पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी अर्का सहयोगी दाता हुनुहुन्छ सुश्री पूजा गुरुङज्यूलाई पनि अगाडि आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु भने प्रमाणपत्र वितरण गरिदिनुमा आजका अतिथि तथा प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। एकचोटि जोरदार ताली। उहाँहरूको सहयोगले नै आज यस प्रतियोगिता यहाँहरूमा सञ्चालन गर्न सक्षम हुनुभएको छ आदरणीय खेबर तमुज्यू। यसै गरी अर्का सहयोगी दाता हुनुहुन्छ सुश्री आयशा गुरुङज्यू जुन आजका कार्यक्रम सञ्चालिका बनी हुनुहुन्छ। एकचोटि जोरदार ताली उहाँलाई स्वागत गरौँ र आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनुमा र यसै गरी अर्का सहयोगी दाता हुनुहुन्छ तमोदी जापानका अध्यक्ष आदरणीय श्रीमती हिमाली तमोज्यूलाई पनि आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनमा हार्दिक अनुरोध गर्न चाहन्छु भने प्रमाणपत्र वितरणको लागि आजका प्रमुख अतिथि आदरणीय श्रीभक्त गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी अर्को हामीलाई यस आजको प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्नुहुने तमोदी जापानको प्रतिनिधि गर्दै आज हामी माझ तमोदी जापानका अध्यक्ष आदरणीय श्रीमती हिमाली गुरुङज्यू हामी माझ उपस्थित हुनुहुन्छ र यो प्रमाणपत्र उहाँलाई वितरण गरिदिनुमा आजको प्रमुख अतिथि श्री गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र प्रमाणपत्र ग्रहण गरिदिनुमा तमोदी जापानका अध्यक्ष आदरणीय श्रीमती हिमाली गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र टोकन अफ ब्लक प्रदान गरिदिनुमा आजका निर्णायक मण्डलमध्येका एक आदरणीय अरमान गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। आज हामीमा जति पनि सहयोगी दाताहरू उपस्थित हुनुहुन्थ्यो हामीले उहाँहरूलाई मात्रै प्रमाणपत्र सहित सम्मान गर्ने मौका पाएका छौँ। र लगतै हाम्रो अर्का सहयोगी दाता हुनुहुन्छ फुन क्लब जापानका सांस्कृतिक संयोजक एकदमै नाच्नमा पोख्त हुनुहुन्छ उहाँ सन्तोष सिंह मगरज्यू। उहाँलाई जोरदार आज हामीमा जति पनि दर्शकवृन्द उपस्थित हुनुहुन्छ यसरी नै एकअर्कालाई तालीले हौसला प्रदान गरिरहेको यो कोरोना भएको कारणले प्रचार प्रसारमा कमी कमजोरीको कारणले आज हामीमा जुन मात्र दर्शकवृन्दलाई हामी हेर्न सक्छौँ। आशा छ आगामी वर्षहरूमा जब एनके डान्स स्टुडियोले यस्तै प्रतियोगिताहरू आयोजना गर्न सक्छ त्यस बेलामा यस फल दर्शकले भरि हुन्छ भन्ने हामीले पूर्ण आशा राखेका छौँ। दर्शकहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र अब पनि ढिला नगरिकन हाम्रा जज निर्णायक मण्डलमा रहनुभएका जजहरूलाई पनि सम्मान व्यक्त गरिदिनु हुन हार्दिक अनुरोध व्यक्त गर्न चाहन्छु। र सर्वप्रथम म श्री अरमान गुरुङज्यूलाई सम्मान गरिदिनु हुन आजका विशेष अतिथिहरूलाई अनुरोध गर्न चाहन्छु।
प्रतियोगितामा अर्का निर्णय मण्डलको भूमिका निर्वाह गर्नुहुने आदरणीय श्रीमती मीरा मिश्राज्यूलाई पनि म यस प्रमाणपत्र वितरण गरिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। जोरदार ताली। आजका अर्का दोस्रो निर्णय मण्डलमा आज आदरणीय मीरा मिश्राज्यूलाई पनि अगाडि आफ्नो प्रमाणपत्र र टोकन अफ ल ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी आजका अर्का निर्णायक आदरणीय सागर थापा मगरज्यूलाई प्रदान गरी स्वागत गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। आजका हाम्रो अर्का निर्णायक सागर थापा मगरज्यू हालै निवासी मानिसहरूको जोरदार ताली। साँझको सम्झनालाई कैद गरिदिनुको लागि यहाँ उपस्थित हुनुभएका क्यामेरा क्रुज्यूहरूलाई पनि हार्दिक सम्मान व्यक्त गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। प्रमोद गुरुङज्यू स्टेजमा आएर हाम्रो सम्मानलाई स्वीकार गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु र विशिष्ट अतिथिज्यूहरूले पनि सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। तालीको क्रम भएको क्या हो? हाम्रो यो मिठो सम्झनालाई सधैँभरि हेर्नको लागि हामी बुढी बुढा हुँदासम्म पनि हेर्नको लागि चाहिँ उहाँहरूले कैद गरिदिनुहुन्छ। यसको लागि चाहिँ धेरै मेहनत लाग्छ जस्तो लाग्छ। जस्तो हाम्रो गणेश थापाजीको मैले अहिले देखिरहेको छु उहाँको क्याप्चर गर्ने तरिकाले। अब पनि ढिलो नगरिकन गणेश थापा मगरज्यूलाई पनि स्टेजमा आएर आफ्नो सम्मान पत्र टोकन अफ लभ दिनको लागि चाहिँ सागर थापा मगरज्यूलाई अनुरोध गर्न चाहन्छु। सम्मान कार्यक्रम तथा सम्मानको कार्यक्रमलाई अब यही खातिर राख्दै अब म फेरि पनि कार्यक्रमलाई अगाडि बढाउने क्रममा आजका हाम्रा प्रमुख अतिथिलाई म आफ्नो शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुनका लागि आजका हाम्रो प्रमुख अतिथि आदरणीय श्री भक्त गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँ जनजाति महासङ्घ जापानका अध्यक्ष तथा नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी पनि हुनुहुन्छ। एकचोटि जोरदार तालीले उहाँलाई स्वागत गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालिका र सञ्चालकहरूलाई। आजको यो पहिलो डान्स स्टुडियो यो एनके ग्रुपबाट यो कार्यक्रमका सभापतिज्यू ड्यासमासिन विशेष अतिथिज्यूहरू यस प्रतियोगितामा जजको भूमिका निर्वाह गर्नुभएका महानुभावहरू फोटोग्राफर र यो प्रतियोगितामा सहभागी हुनुभएका सम्पूर्ण कलाकारहरूमा मेरो व्यक्तिगत तर्फ र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको तर्फबाट यहाँलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र म त भन्छु यो हामी नेपालमा यो आदिवासीहरू यति धनी छौँ,
हाम्रो यो वेशभूषा, हाम्रो भाषा, हाम्रो यो संस्कार र यो संस्कृति यो न हामीले किनेर पाउँछ, न हामीले यो बेच्न सकिन्छ। हामी जहाँ जहाँ जुन देशमा जान्छौँ, जुन ठाउँमा जान्छौँ, जुन स्थानमा जान्छौँ, हामी त्यही ठाउँमा हामीले आफ्नो यो वेशभूषा, यो संस्कारहरू पनि हामीले साथमा लिएर गएको हुन्छ। आज यो पूर्वी एसियाको यो जापानमा आएर यसरी हाम्रो यो वेशभूषाहरू यो जुन जापानवासी जापानीहरूको बिचमा चाहिँ हामीले देखाउन पाउँदा एउटा गौरव र हामी नेपाली हौँ र हामी आदिवासी जनजाति हौँ भनेर हामी एउटा गर्वले हामी छातीको ठुलो गर्न पाउँछौँ। र यो जापानमा पहिलो पटक जुन एनके स्टुडियोले जुन यो गर्न लागेको यो पहिलो प्रयास सायद पहिलो पटक भएर अलिकति कठिन नै हुन्छ। धेरै सङ्घर्षहरू गर्नुपर्छ। यसको लागि म एनके स्टुडियोको सञ्चालक प्रिया भाइ केवल गुरुङलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा यसले टोकियोलाई मात्र नसमेटिकन पूर्वमाथि उत्तरको होक्काइडोदेखि दक्षिणको ओकिनावासम्म रहेका बसेका नेपालीहरूलाई समेटेर लैजाने छ भन्ने मैले पूर्ण आशा लिएको छु। यो पहिलो पटकको भएर होला, दर्शकहरूको त्यति छैन, किनभने संस्थापक र स्थापना गर्नु बेलामा अलिकति कमै हुन्छ, तर सङ्घर्ष ठुलो गर्नुपर्ने हुन्छ। र आज हामीले यस्ता कलाकारहरू पनि देखेको छु, भेट्ने मौका र देख्ने मौका पनि पाएको छु। जुन मेरो भोइस युनिभर्स सिजन 2 मा गायन क्षेत्रमा प्रथम हुने मेरै भान्जा, तपाईँहरूको भान्जा प्रथम गुरुङलाई पनि यो स्टेजमा देख्न पाएको छु। एकचोटि ताली बजाइदिनु होला। अनि अर्को मेरो डान्स युनिभर्सका टप 18 मा पुग्न सफल प्यारी बाजी, हाम्रो बाजी पनि त्यही छ। एकचोटि उठेर ताली बजाइदिनु होला, किनभने यो विश्वमा रहेका हामी नेपालीहरूको त्यसमाथि पनि जापानबाट प्रतिनिधि गरेको लगभग 6,000-7,000 प्रतियोगिताले काठमाडौँमा जुन कम्पिटिसनमा भाग लिएको थियो, त्यसमा चानक चुने कुरा होइन, टप 18 मा पुग्न सफल भान्जीलाई त म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि मेरो भान्जा तपाईँहरूको भान्जा, उसको उहाँहरूको कला र तपाईँहरूको साथले गर्दा नै उहाँ प्रथम भएको छ। यसको लागि प्रथम गुरुङलाई पनि धन्यवाद दिन चाहन्छु र साथ र सहयोग गर्ने तपाईँहरू सबैलाई पनि म धन्यवाद दिन चाहन्छु। यति भन्दै आज यस कम्पिटिसनमा भाग लिनु भान्जा भान्जीहरूलाई विजेताको शुभकामना पनि दिन चाहन्छु। म त भन्छु प्रथम, दोस्रो र तेस्रो मात्र होइन, यसमा सबभन्दा ठुलो कुरा के हो भने यस प्रतियोगितामा भाग लिनु नै एकदम गौरवको कुरा हो। पहिला हुनुपर्छ भन्ने होइन कि यस कम्पिटिसनमा सहभागी हुनु नै ठुलो कुरा हो। त्यसैले तपाईँहरूलाई फेरि पुनः धन्यवाद दिँदै आजको यस कार्यक्रम पुनः सफलताको कामना गर्न चाहन्छु। यति भन्दै अर्को वर्षहरूमा यो प्रथम होइन, मैले त 30औं देख्न चाहेको छ। केवल भाइलाई, आयोजकलाई म र मेरो परिवारबाट वर्षैपछि सहयोग गर्ने पनि प्रतिबद्धता म यही व्यक्त गर्दै मेरो उपलब्धि थ्याङ्क यू, धन्यवाद। पक्कै पनि यो पहिलो होइन, आगामी वर्षहरूमा हाम्रा आजका प्रमुख अतिथिज्यूले भने चाहिँ आगामी वर्षहरूमा हामीले यो पहिलो मात्र नभइकन 10औं, 20औं, 30औं
सामूहिक नृत्य तथा एकल नृत्य प्रतियोगिता हामीले भविष्यमा देख्न पाऊँ भलिबल खेलाडी श्री गुरुङज्यूलाई र म फेरि पनि थोरै यहाँ सम्मान कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। यति बेला हामीमाझ मैले भर्खरै सम्मानमा छुटाउन पुगेको एउटा नाम रहेको छ। दाइले भर्खरै भन्नुभयो मेरो डान्स युनिभर्स सिजन 2 मा हामी जापानमा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई प्रतिनिधि गर्दै टप 18 सम्म पुग्न सफल सुश्री ट्रस्मी गर्बुजा ज्यू आज हार्दिक अनुरोध गर्न चाहन्छु र खाजा लगाएर सम्मान गरिदिनुमा आजका अतिथि तथा प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। पक्कै पनि देखेका थियौँ निकै कुशल नृत्यकार हुनुहुन्छ। उहाँ टप 18 सम्म पुग्न पनि एउटा आफैमा एउटा ठुलो गौरवको विषय हो। धेरै प्रतिस्पर्धीहरूलाई उहाँ टप 18 सम्म पुग्नुभएको थियो। एकचोटि जोरदार ताली लक्ष्मी गर्बुजाजीको लागि। यसै गरी हामीमा आज उपस्थित हुनुहुन्छ गुरुङ भिजन युट्युब च्यानलका सञ्चालक आदरणीय खड्ग गुरुङज्यूलाई पनि म स्टेजमा निमन्त्रण गर्न चाहन्छु र उहाँलाई हात लगाएर सम्मान गरिदिनुमा आजका अतिथि तथा प्रमुख अतिथिलाई हार्दिक अनुरोध गर्न चाहन्छु। जापानमा आयोजना हुने हरेक कार्यक्रममा तपाईहरूले सायद उहाँलाई देख्नु नै भएको छ होला। उहाँको आफ्नो युट्युब च्यानल पनि रहेको छ जुन युट्युब च्यानलको नाम रहेको छ गुरुङ भिजन। विभिन्न सङ्घ संस्थाहरूद्वारा आयोजित कार्यक्रमहरूमा उहाँलाई भिडियोहरू आफ्नो युट्युब च्यानलबाट पोस्ट गर्नुहुन्छ। एकचोटि जोरदार ताली आदरणीय र यति भन्दै आजको हाम्रो यस औपचारिक कार्यक्रमलाई पनि म यही समापन भएको घोषणा गर्न चाहन्छु यहाँहरूमाझ। र अबको केही समयमा नै आजको हाम्रो मुख्य यानि आजको हाम्रो यस एनके डान्स स्टुडियो टोकियो जापानद्वारा आयोजित पहिलो सामूहिक नृत्य प्रतियोगिता अब अगाडि बढाउन चाहन्छु। र यति भन्दै आजका अतिथि तथा प्रमुख अतिथिज्यूहरूलाई यस स्टेजको अगाडिको कुर्सीमा गई आफ्नो आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। र आजका हाम्रा 3 निर्णायक मण्डलज्यूहरूलाई आफ्नो स्थानमा गई आजको निर्णायक मण्डलको आसन ग्रहण गरिदिनु पनि म हार्दिक अनुरोध गर्न चाहन्छु भने स्वयंसेवकहरूलाई यस पछाडिको कुर्सी हटाई सहयोग गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ र संस्कार हराए मानव अस्तित्व नै हराउँछ भन्ने भनाइका साथ हामीले यो एनके स्टुडियोले फर्स्ट गुरुङ कल्चर बेस्ड डान्स कम्पिटिसन आयोजना गर्नुभएको छ। त्यसको लागि चाहिँ एनके डान्स स्टुडियोका अध्यक्ष केवल गुरुङज्यूलाई धेरै धेरै बधाई तथा अझै उन्नति प्रगतिको कामना व्यक्त गर्दछु। त्यस साथै हाम्रो यो गुरुङ कल्चरको डान्स कम्पिटिसन त भइ नै हाल्छ, त्योभन्दा अगाडि चाहिँ हजुरहरूको लागि स्वागत नृत्य लिएर हाम्रो साना साना बहिनीहरू आइसक्नु भएको छ। हजुर, जापानमा नै रहनुहुने हाम्रा साना नानीहरूलाई एनके डान्स स्टुडियोले पहिलादेखि नै नृत्य प्रशिक्षण गराइरहनु भएको छ। आदरणीय यस एनके डान्स स्टुडियोका सञ्चालक केवल गुरुङज्यूले र उहाँकै प्रशिक्षणमा आज यस प्रतियोगितामा तपाईँहरूमा उद्घाटन नृत्य लिएर आउँदै स्वागत नृत्य लिएर आउँदै हुनुहुन्छ आराध्या गुरुङ, आगी गुरुङ, जाबी गुरुङ। हजुर, उहाँहरू तिनैजना एनके डान्स स्टुडियोका स्टुडेन्टहरू हुनुहुन्छ। एकचोटि जोरदार तालीले उहाँहरूलाई स्वागत गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँहरूको हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्झना भएको भावना श्री
पालो रहेको छ डान्स प्रतियोगितामा भाग लिनुभएका पहिलो टिमको नृत्य प्रस्तुत गर्न गण्डकी प्रदेशको विभिन्न जिल्लाहरूमा विशेष गरी गुरुङ मगर समुदायमा निकै प्रचलित यो बाह्रमासे घाटु चाडपर्व मेला महोत्सव नयाँ पाहुनाहरूको स्वागत गर्न
लगायत विभिन्न उत्सवहरूमा पनि नाच्ने गरिन्छ। त्यस्तै तनहुँ, लमजुङ, कास्की जिल्लाहरूमा घाटु नाचिसकेपछि कौडा, चुट्का नाचेर रमाइलो गरिने गरिन्छ भने स्याङ्जा जिल्लामा घाटुको समापनपछि झौडा नाचेर रमाइलो गर्ने गरिन्छ। एकचोटि जोरदार ताली उहाँहरूको लागि जुन बिरामी भइकन पनि आफ्नो स्वास्थ्य स्थिति ठिक नहुनको बावजुद पनि यो एउटा राम्रो नृत्य हामीमाझ प्रस्तुत गर्नुभयो र एकचोटि जोरदार ताली नटराज समूहको लागि। र उहाँहरूको यस नृत्यमा थोरै टिप्पणी गरिदिनुका लागि म आजका हाम्रा त्रिमूर्ति यानि आजका हाम्रा निर्णायक मण्डलज्यूहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। नटराज समूहको यो नृत्यको लागि थोरै आफ्नो टिप्पणी राखिदिनु म तपाईँहरूलाई हार्दिक अनुरोध गर्छु। धन्यवाद छ। नटराज समूहबाट नृत्य गर्ने तीनजना नानीहरू लिसा, स्मारिका र रुक्साना। तपाईँलाई धन्यवाद छ। आफ्नो अस्वस्थको कारणले पनि र फेरि यो हाम्रो रुलमा पनि लेखिएको छ प्राविधिक गडबडीको कारणले फेरि पनि प्रस्तुत गर्न पाउने छ भन्ने रुल पनि छ र साथसाथै यसमा कुन क्लब र तमुदीका टिम मेम्बरहरूले पनि सहकारी गर्नुभएको उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ। र तपाईँले प्रस्तुत गर्नुभएको भर्खरै यो घाटु र झोडा गण्डकी प्रदेशको विशेष गरी लमजुङ, कास्की, स्याङ्जा र तनहुँमा नाचिने मध्येमा तपाईँले अहिले नाचेको चाहिँ स्याङ्जा जिल्लाको घाटु झोडा हो मेरो भ्यू पोइन्टबाट। र म यो नृत्यको नृत्य निर्देशकलाई मञ्चमा बोलाउन चाहन्छु। एकचोटि म उहाँलाई पनि हेर्न चाहेँ। जोरदार ताली स्वागत गरौँ। उहाँको शुभ नाम यहाँ चाहिँ ज्ञानसिंह काउछमगर हो। तपाईँले एकदम राम्रो कोरियोग्राफी गर्नुभएको छ, तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। जति हामी अहिलेसम्म हेऱ्यौँ नृत्यहरू त्यसमध्येमा सबभन्दा नृत्यको विधामा कठिन नृत्य मध्येमा यो घाटु नृत्य हो। यसमा ताल र चाल पकाउन अति गाह्रो हुन्छ, किनभने यो टाइमिङ पकाउन अति गाह्रो छ। तर हाम्रो नानीहरूले एकदमै आफूबाट भएको र हाम्रो नृत्य निर्देशकले जुन सिकाउनु भएको छ त्यसलाई परिपूर्ण न्याय गरेको मैले फिल गरेको छौँ। प्रतिस्पर्धा हो, केही तलमाथि अगाडि पछाडि हुन्छ, त्यसलाई चाहिँ तपाईँले मनन गर्ने हुनेछ। र सम्पूर्ण रूपमा भन्नुपर्दाखेरि अहिलेसम्म प्रस्तुत गरिएका नृत्यहरू मध्येमा तपाईँहरूको नाच पनि उत्कृष्ट छ भन्ने मेरो भ्यू पोइन्टबाट जान्छ र तपाईँहरूलाई शुभकामना। धन्यवाद छ। हजुर धन्यवाद। आजका हाम्रा निर्णायक मण्डलजी मध्येका एकजना आदरणीय अग्रज व्यक्तित्व
अरमान गुरुङज्यूलाई र यसै गरी भर्खर मात्र आफ्नो नृत्य प्रस्तुत गर्नुभएको नटराज समूहलाई स्टेजबाट विदाई गर्नुभयो। एकचोटि जोरदार ताली उहाँको लागि। आफ्नो स्वास्थ्य स्थिति कमजोर हुन्छ बावजुद पनि जुन भर्खरै मात्र तपाईँहरूले देख्नुभयो यो उत्कृष्ट नृत्य हामीमाझ प्रस्तुत गर्नु एकचोटि जोरदार ताली र उहाँलाई विदाई गरिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। हामीमाझ आफ्नो एकल नृत्य लिएर आउनु हुँदैछ जुन चाहिँ यस आजको प्रतियोगितामा गर्ने हुने छैन, तर उहाँले चाहिँ आफ्नो एकल नृत्य चाहिँ हामीमाझ प्रस्तुत गर्न गइरहनु भएको छ र एकल नृत्य लिएर आउँदैनुहोस् र हामीमाझ सुजु मगरज्यू र उहाँको गीत बजाइदिनु म आदरणीय आजका यस प्राविधिक मित्रज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। प्रतियोगीहरूलाई स्टेजमा आइदिनु हुन अनुरोध गर्न चाहन्छु र अर्को टिम रहेको छ तमुदी जापान सांस्कृतिक परिवार, उहाँलाई जोरदार तालीले स्वागत गरिदिनु होला। धन्यवाद।
khoi di ti roshan hon di khomi li to samaya khabu di hala di min mai thumo khushi munya khoi di thumai mai mo to samaya khabu di orosha oi no namme oi no ni dale oi mai mai di me pekaya oi ni dale e thumai gidadi nyo mai ni puram kui chhan poi ni e mela mi ari no korani ti pida di la tam tam khe asele chane de chashi ri mo chumani seba korani ni ti le ani tume mo de le ti ba to ti re ko yo pri na jo si kamala lamang no phon khado de chili nei korenga lo di me na no si no na me na si lo me Maya
जोरदार ताली तमुदी जापान सांस्कृतिक परिवारको लागि। यस्तो ग्रेसफुल्ली डान्स गरिदिनु भयो भाइ बहिनीहरूले है। आफ्नो माया चाहिँ हिरामोटी समुदायको मिल्दैन भनेर भन्दै गर्नुभयो। जजहरूलाई चाहिँ एकदम टफ कम्पिटिसन दिनु भयो जस्तो लागिरहेको छ है मलाई। 3 जना मात्रै प्रतियोगिता भए पनि एकदमै टफ हुन्छ जस्तो लाग्छ। र यस नृत्यलाई थोरै कमेन्ट गरिदिनु र प्रतिक्रिया दिनुमा आजका हाम्रा त्रिमूर्ति आजका हाम्रा निर्णायक मण्डलज्यूहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। तमुदी सांस्कृतिक परिवारको नृत्य भर्खरै हेर्न पाइयो। निकै नै राम्रो थियो। एकदम मजा आयो। सबैजना यहाँ रमाइलो पनि गरिरहेका थिए। थोरै नृत्यमा को विषयमा भन्न चाहँदा चाहिँ 4 जना अब यो डान्स कम्पिटिसन भएको कारणले चाहिँ मैले अब अलिकति केही कुराहरू निहाल्नुपर्ने हुन्छ। यसको लागि मनमा नलिनु होला। स्टेज ठुलो छ, तपाईँहरू 4 जना हुनुहुन्छ। थोरै अलिकति नजिकिएको पो हो कि स्टेजलाई पनि ख्याल गरिदिनु भएको भए राम्रो हुन्थ्यो। लिपसिङमा हाम्रो भाइले कति बेला गाउने कति बेला छोडिदिने त्यो पनि भएको छ। नानीले केटाको लिपसिङमा पनि गाइदिएको छ। यो कुराहरू हेर्नुपर्ने हुन्छ हामीले है। अनि अब ओभरअल पर्फर्मेन्स राम्रो छ। तपाईँहरूको राम्रो लाग्यो। नानीहरूको शिरबन्दी पनि भएको भए अझै राम्रो हुन्थ्यो कि जस्तो चाहिँ मलाई लाग्यो। यो कुराहरू चाहिँ ख्याल गरेर अर्कोचोटि आउँदा अझै राम्रो भएर राम्रो तयारी दिएर त्यो भन्नाले तपाईँहरूको पर्फर्मेन्स राम्रो छैन भन्न खोजेको चाहिँ होइन, राम्रो थियो। एकदम मन पर्यो, खुसी लाग्यो। तपाईँहरूलाई बेस्ट अफ लक। रिजल्ट चाहिँ अब लास्टमा हुनेछ है त। थ्याङ्क यू। धन्यवाद। आजका हाम्रा निर्णायक मण्डलज्यूहरूमध्येका एक आदरणीय सागर थापा मगरज्यूले आफ्नो उहाँहरूको नृत्यको प्रतिक्रिया दिइसक्नु भएको छ र यति भन्दै उहाँहरूलाई म हार्दिक धन्यवाद भन्दै मञ्चबाट बिदाई गर्न चाहन्छु। हजुर, उहाँहरू हुनुहुन्थ्यो तमुदी जापान सांस्कृतिक परिवारको समूह। एकचोटि जोरदार ताली उहाँको लागि। र कार्यक्रममा म थोरै यस आजको एनके डान्स स्टुडियो टोकियो जापानद्वारा आयोजित पहिलो सामूहिक नृत्य जुन चाहिँ गुरुङ समुदायमा आधारित रहेर आजको यस प्रतियोगिता जुन सञ्चालन भएको थियो, यस प्रतियोगितालाई सञ्चालन गर्न केही सहयोगी दाताहरूले आजका यस प्रतियोगिताका सञ्चालक आदरणीय केवल तमुजीलाई यानि कि एनके डान्स स्टुडियोका प्रोभाइडर केवल तमुजीलाई केही सहयोग गर्नुभएको थियो र म सहयोगी दाताहरूको नाम म यहाँ लिन गइरहेको छु। तमुदी जापानद्वारा उहाँलाई सिल्भर स्पोन्सर प्रदान गर्नुभएको थियो भने निकुन गुरुङज्यूले उहाँलाई ब्रोन्ज स्पोन्सर प्रदान गर्नुभएको थियो। यसै गरी मेनुका गुरुङज्यूबाट ब्रोन्ज स्पोन्सर, यसै गरी प्रवीण गुरुङज्यूबाट ब्रोन्ज स्पोन्सर, यसै गरी रोयल गार्डनबाट पनि उहाँलाई ब्रोन्ज स्पोन्सर प्राप्त भएको थियो भने पमिज कलेक्सनबाट पनि उहाँलाई ब्रोन्ज स्पोन्सर प्राप्त भएको थियो। त्यसै गरी सुनिता गुरुङज्यूलाई पनि 2 मान आर्थिक सहयोग गरिदिनु थियो। र मोहन साडु मगरज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु। उहाँले पनि व्यक्तिगत रूपमा सहयोग गर्नुभएको छ। र त्यसै गरी सुरज राजाली मगरज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु। त्यसै गरी तमुदी जापानका मिथुन गुरुङज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु। त्यसै गरी कोसेली एसियन डाइनिङ बार महेश खड्काज्यूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले पनि व्यक्तिगत रूपमा सहयोग गर्नुभएको थियो। र यसै गरी उमेश गर्बुजा मगरज्यूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ आयोजकको तर्फबाट। यसै गरी याम गुरुङज्यू, गुमा कडेल सानभिज्यू, सागर गुरुङज्यू, पूजा गुरुङज्यू, प्रदीप गुरुङज्यू, आयसा गुरुङज्यू, हिमाली गुरुङज्यू, चित्र गुरुङज्यू। त्यसै गरी सोममाया गुरुङज्यूलाई पनि धन्यवाद भन्न चाहन्छौँ। थाइला पदम गुरुङज्यू, विनय गुरुङज्यू, सन्तोष गुरुङज्यू र सन्तोष पुन मगरज्यूलाई पनि हामी हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यो सहयोगी हातहरूलाई
हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ एनके डान्स स्टुडियोको तर्फबाट यहाँहरूको सहयोगले गर्दा नै आज केवल तमुजीले यत्रो ठुलो सामूहिक नृत्य प्रतियोगिता सञ्चालन गर्न उहाँलाई हौसला प्रदान भएको छ र अब कार्यक्रमलाई ढिलासुस्ती नगरिकन समयलाई मध्यनजर गर्दै म आजको यस प्रतियोगितालाई अगाडि बढाउन चाहन्छु र अब यहाँ हामीमा आउँदै हुनुहुन्छ आजको तेस्रो सहभागी टोली पुन क्लब जापान एकचोटि जोरदार तालीले उहाँलाई स्वागत गर्न र म हार्दिक अनुरोध गर्न चाहन्छु ल सालीहरु तातेको छ Losare yashimalamu ngolsho. Angi tale apulo ngolsho. Totai ingolsho. Tale nirastarila biti Tobi bangolsho. चाडपर्व खाउँदै रोसै नासा परिवार थुमै सा मात्र खमु चुर पैसा मु खुसी आरे तोलबो दिङल्सो न्यो रोसै युलर अवसर आरे दुखललै पर्दिन ए चु दुख सुखा ता आलदी बरुती वालो सर न्यो बिल्ली छानी शेल्पदिङ थुमै न्यो खने मूल्य खने टिले रोसै चाड मिले लाता मज्जाले शेल्पर्दिङ सेवा मात्रै आङिङ होल्स्यो न्यो चुर लमजुङ कास्की खाना बेतमु मे प्रेतवे बेला र रोसे नासे बारे चर भिले क्यों ठीक भी कासी छो याले केल खाई तम छो याले
तमुमै खने याले खने टिले रोसे पेचा रोसे नासा आमिले तमुकुई मोले तमुकुई खिले ग्यासासे उहाँहरूले जुन एउटा कुन समुदायमा रहेर पनि तमु समुदायको प्रतिनिधि गर्ने तमु समुदायको जुन किसिमले उहाँहरूले आज यस प्रतियोगितामा आफ्नो नृत्य प्रस्तुत गर्नुभयो एकचोटि जोरदार ताली मलाई त लाग्दै थियो कि म नेपालको कुनै एउटा महोत्सवमा बसेर चाहिँ यो नृत्य हेरिरहेको छु जस्तो मलाई एउटा अनुभूति भयो एकचोटि जोरदार ताली फुल क्लब जापानको लागि पक्कै पनि हाम्रो कथा लगाएर संस्कृतिको घाटो दसैँ तिहार सबै समेटेर जुन गीतमा रहेको चञ्चलपन छ नि त्योलाई पनि यति राम्रोसँग समेट्नु भयो त्यसको लागि चाहिँ म आफै पनि नाचौँ जस्तो बनाइदिनु भयो कि एकछिन चाहिँ होइन त्यसको लागि चाहिँ फेरि पनि एकदमै ठुलो ताली हुनु पऱ्यो एकपल्ट निर्णायकज्यूहरूलाई चाहिँ कस्तो लाग्यो म भनेर बुझ्न चाहन्छु निर्णायकज्यूहरू आफ्नो केही टीका टिप्पणी प्रतिक्रिया राखिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु पुन क्लब जापानको यो नृत्य यहाँहरूलाई कस्तो लाग्यो र थोरै टीका टिप्पणी राखिदिनु हुन म आजका हाम्रो निर्णायक मण्डलजीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु धन्यवाद सबैलाई नमस्ते फेरि पनि यो फर्स्ट एन्टी ग्रुप डान्सको यो दोस्रो प्रस्तुति ओभरअल भन्नुपर्दा एकदमै मजा आयो र स्टेज कभर एकदमै राम्रो है धेरैजना ग्रुप धेरैजना समूह भएर पनि होला स्टेज कभर चाहिँ एकदमै राम्रो भएको थियो र अभिनय एकदमै राम्रो लाग्यो फर्स्टको जुन त्यो तपाईँहरूले गुरुङ ल्याङ्ग्वेजमा गर्नुभएको थियो मलाई चाहिँ मैले बुझिनँ तर पनि मलाई मजा आयो तपाईँहरूको त्यो अभिनयबाट मलाई एकदमै मजा आयो र अर्को चाहिँ एनर्जेटिक एकदमै अनि स्टेपहरू एकदमै क्लियर है अनि बिचमा त्यो घाटुलीको इन्ट्री हुँदाखेरि एकदमै एक्स्ट्रा देखियो है एकदमै मन पर्यो मलाई चाहिँ ओभरअल मैले एकदमै धेरै इन्जोय गरेँ सबभन्दा पहिला सबैलाई नमस्कार त्यहाँ मैले ग्रुपमा देखिरहेको छु हाम्रो कुन क्लब जापानको ग्रुपमा एकजना आमा हुनुहुन्छ ममता तिलिजा बहिनी उहाँलाई धेरै धन्यवाद छ त्यसै गरी सन्तोष भान्जा यो ग्रुपको मेन लिडर नै सन्तोष भान्जा देखिरहेको छु र मैले अघि नै सुरुमा मैले रश्मि भान्जीको नाम किन लिन भनेदेखि यहाँ पार्टिसिपेन्ट धेरै थियो र मेरो भइसकेको डान्समा टप 18 मा पुगेर आएको पनि यहाँ डान्स पार्टिसिपेन्ट छ भनेर कहीँ अलिकति हस्वाक हुन्छ कि भनेर मैले नाम नलिएको तर भान्जीको डान्स हेरेर अनि यो जुन ग्रुपको डान्स हेरेर हामीले त्यति कमेन्ट गर्ने ठाउँ नै छैन मेरो साथी विश्वले भनिसक्नु भएको छ तर मलाई यस्तो लाग्छ तपाईँहरू अब मसँग भेट्दा गुरुङ भाषामा बोल्छ जस्तो मलाई लाग्यो एकदमै टिपिकल थियो होइन तर अलिकति सुधार्नुपर्ने मैले के भन्छु भने अहिलेको हुन त न्यू जेनेरेसन आइसकेको छ त्यसैले डान्समा अलिकति हामी उफ्रिने छल्किने होइन अलिकति हुन्छ तर हाम्रो कल्चरल डान्समा म्याक्सिमम् लचकता र आफ्नो पनहरू चाहिँ छुटाउनु हुन र त्यो चाहिँ तपाईँहरूले ठाउँ ठाउँमा बेस दिनुभएको छ त्यसैले समग्र रूपमा भन्नुपर्दाखेरि तपाईँहरू एकदम राम्रो छ तपाईँलाई शुभकामना धन्यवाद आजका हाम्रा निर्णायक मण्डलज्यू र यसै गरी सागर थापा मगरजी पनि आफ्नो केही मन्तव्य आफ्नो केही टीका टिप्पणी राख्न चाहनुहुन्छ कृपया मलाई चाहिँ एकदम राम्रो लागेर म चाहिँ माइक थुत्न गएँ है किनभने नाच नृत्यलाई मैले सानैदेखि कन्टिन्यू दिँदै आएको छु यो नाच हेर्दा चाहिँ तपाईँहरूलाई ओभरअलमा म एउटा म्युजिक भिडियो हेरेँ जस्तो लाग्यो मलाई है स्टेजमा एउटा म्युजिक भिडियो नै भयो जस्तो लागेको छ एकदम राम्रो बेस्ट विसेस कुन क्लब जापानको यो प्रस्तुति सधैँभरि मेरो आँखामा मलाई सधैँभरि रहनेछ भन्ने लागेको छ यस्तै दिनै अझै राम्रो गर्दै जानु होला थ्याङ्क यू धन्यवाद
हजुर धन्यवाद हाम्रा निर्णायक मण्डलज्यूहरूले आफ्नो प्रतिक्रिया राखिदिनु भएकोमा र यसै गरी म फुड क्लब जापानलाई पनि धन्यवाद भन्दै मञ्चबाट बिदाई गर्न चाहन्छु। पक्कै पनि उहाँहरू फुड क्लब जापानलाई प्रतिनिधि गर्दै आजको यस प्रतियोगितामा सहभागी हुनुहुन्थ्यो र मलाई त लाग्दै थियो उहाँहरू फोन हेर्न गुरुङ नै हो जस्तो पक्कै हाम्रो आदरणीय निर्णायक मण्डलज्यू हाम्रो अरमान गुरुङज्यूले भन्नुभयो जस्तै पक्कै पनि यो नृत्य एउटा उत्कृष्ट मध्येको पनि एउटा उत्कृष्ट नृत्य थियो हामीले भर्खरै देख्न पायौँ। पुन क्लब एउटा पुन समूहले चाहिँ जुन भर्खरै मात्र आजको यस प्रतियोगितामा जुन नृत्य देखायो मलाई त लाग्दै थियो म नेपालको कुनै एउटा मेलामा बसेर नेपाली समुदायहरू बिचमा नै उभिएर चाहिँ एउटा नेपाली महोत्सव नै हेरे जस्तो मलाई अनुभूति दिलाउनु भयो पुन क्लब जापानले। सहभागी प्रतिस्पर्धीहरूलाई म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। र अबको केही समयमा नै यो सुन्दर रनिङ सिल जुन एनके डान्सद्वारा आयोजना गरेको पहिलो सामूहिक नृत्य प्रतियोगिताको यो सुन्दर ट्रफी कसको कोर्टामा पर्ने हो त अबको केही समयमा नै यहाँहरूमाझ नतिजा प्रकाशन हुनेछ। हजुर म फेरि पनि स्टेजमा निमन्त्रणा गर्न चाहन्छु नटराज समूह, यसै गरी तमुदी जापान सांस्कृतिक परिवार र
फुड क्लब जापान। हामीसँग समय अभाव रहेको कारणले कृपया मैले नाम लिएको सम्पूर्ण समूहहरू स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी म स्टेजमा पुनः एकचोटि निमन्त्रणा गर्न चाहन्छु आजका हाम्रा प्रमुख अतिथि, यसै गरी विशेष अतिथि र अतिथिज्यूहरूलाई पनि म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। अब हामी लगभग कार्यक्रमको अन्त्यमा आइसकेका छौँ र हामी पुरस्कार वितरण कार्यक्रममा पनि अब लगभग आइसकेको कारणले गर्दाखेरि आजका हाम्रा निमन्त्रणालाई सहर्ष स्वीकार गरी पाल्नुभएका जनजाति महासङ्घ जापानका अध्यक्ष तथा नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी श्री भक्त गुरुङज्यूलाई म स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी आजका हाम्रा अर्का अतिथि तमुदी जापानका अध्यक्ष श्रीमती हिमाली तमुज्यूलाई पनि म स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी तमुदी जापानका भूतपूर्व अध्यक्ष आदरणीय हर्क गुरुङज्यूलाई पनि स्टेजमा म निमन्त्रणा गर्न चाहन्छु भने कुन क्लब जापानका अध्यक्ष आदरणीय रामपुज्यूलाई पनि म स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रा आजका अर्का अतिथि आदरणीय अमर गुरुङज्यूलाई पनि म स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। र आजको हाम्रो यस एनके डान्स स्टुडियोद्वारा आयोजना गरिएको पहिलो सामूहिक नृत्य प्रतियोगितामा सहभागी यो 3 टोलीको लागि एकचोटि जोरदार तालीले स्वागत गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँहरूको नृत्य साँच्चै पनि एउटा उत्कृष्टको पनि उत्कृष्ट थियो र त्यही उत्कृष्ट मध्ये आज एकजना उत्कृष्टले यो सुन्दर ट्रफी उचाल्नेछ जुन चाहिँ रनिङ सिल रहेको छ र आशा छ जुन आज हामी माझ यति दर्शकवृन्दहरूको माझमा जुन यो कार्यक्रम आज समापन हुन गइरहेको छ आगामी वर्षमा यो पुरा हल घचाघच भरेको हामीले देख्न पाउँछौँ भन्ने हामीले आशा गरेका छौँ। र आज यस प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीलाई चाहिँ हामीले टोकन अफ लभ दिएर सम्मान गर्ने कार्यक्रम रहेको हुनाले टोकन अफ लभ प्रदान गरिदिनुका लागि म आजका हाम्रा प्रमुख अतिथि र हाम्रा विशेष अतिथिज्यूहरूलाई स्टेजको थोरै अगाडि आइदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमोद र टोकन अफ लभ प्रदान गरिदिनुका लागि म स्वयंसेविका पूजा गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु भने आजको यस प्रतियोगितामा यसै गरी आजका हाम्रो यस प्रतियोगितामा सहभागी पहिलो टिम नटराज समूहलाई म स्टेज अगाडि आइदिन हार्दिक अनुरोध गर्न चाहन्छु र आफ्नो टोकन अफ लभ पनि ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। नटराज समूह हजुर नटराज समूहलाई टोकन अफ लभ प्रदान गरिदिनुमा आजका हाम्रा प्रमुख अतिथि विशेष अतिथि र अतिथि महानुभावहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। एनके डान्स स्टुडियोद्वारा आयोजित पहिलो सामूहिक नृत्य प्रतियोगितामा सहभागी पहिलो टोली नटराज समूह। र यसै गरी अर्को दोस्रो टोली रहेको थियो तमुदी जापान सांस्कृतिक परिवार। कृपया उहाँ कलाकारहरूलाई पनि स्टेज अगाडि आइ आफ्नो टोकन अफ लभ ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु भने नटराज समूहलाई थोरै आफ्नो स्थानमा बसिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। तमुदी जापान सांस्कृतिक परिवारको टोलीलाई म स्टेज अगाडि निमन्त्रणा गर्न चाहन्छु आफ्नो टोकन अफ लभ ग्रहण गरिदिनु होला। आदरणीय मूल क्लबका अध्यक्ष आदरणीय रामपुज्यूलाई पनि स्टेजमा आए टोकन अफ लभ प्रदान गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी अर्को तेस्रो टोली कुन क्लब जापानको कलाकारज्यूहरूलाई पनि म स्टेज अगाडि आफ्नो टोकन अफ लभ ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। समय अभाव रहेको कारणले कृपया
छिटो बजेतिर आए आफ्नो प्रोग्रामलाई ग्रहण गरिदिन र हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमोद सबैलाई ग्रुपिङ खुसाएको एक एकवटा सकिँदैन ढिलो र आजको यस प्रतियोगिताको ग्रुपमै हान्दियो क्या सिङ्गल सिङ्गल नखिच हामीमा आइसकेको छ र निर्णय लिएर आउँदै हुनुहुन्छ आजका निर्णायक मण्डलीहरूमध्येका अग्रज दादा आदरणीय अरमान गुरुङज्यू जसले चाहिँ आजको यस प्रतियोगिताको निर्णय सुनाउन गइरहेको छ। यतिमध्ये म यो माइक्रोफोन उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। धन्यवाद सर। एकचोटि जोरदार ताली प्लिज। यहाँभित्र हामी जसले जित्यो हामीले जित्यौँ होइन, तर अलिकति हामीसँग यो नृत्यको पनि केही प्रक्रियाहरू छ। त्यसमा हामीले वेशभूषा हेरेका थियौँ, तालचाल हेरेका थियौँ र अभिनय हावभाव भनौँ सृजनशीलता र प्रस्तुतिकरण र अनुशासन गरेर जम्मा 100 पूर्ण अङ्क थियो र 100 पूर्ण अङ्कमा 3 जनाको जोड्दाखेरि कसले कति अङ्क पायो र त्यसमा चाहिँ को कुन स्थानमा रह्यो भन्ने कुरा चाहिँ सायद तपाईँले यहाँबाट मूल्याङ्कन पनि गरिसक्नु भएको छ, किनभने अहिले धेरै जस्तो आफै पनि नृत्य गर्नुहुन्छ। त्यसैले म ढिलो नगरिकन हामी 3 जना मेरो सहकर्मी सागर थापा भाइ र मेरा मिश्रा बहिनी र म लगायत हामी 3 जनाले दिएको पूर्ण अङ्क भन्दा पहिला हामीले यहाँ बेस्ट कोरियोग्राफर पनि छ एउटा र बेस्ट ड्रेसर र बेस्ट कोरियोग्राफरमा हामीले पुन क्लब जापानका सन्तोष त्यसै गरी बेस्ट ड्रेसमा हामीले नटराज समूहका घाटु अब म नतिजातिर जाँदैछौँ। नतिजामा 100 मा 300 भयो। 300 मा 178 अङ्क ल्याएर तेस्रो स्थान हासिल गर्न सफल भएको छ तमुदी संस्कृत परिवारका कलाकार भाइबहिनीहरू। 300 पूर्ण अङ्कमा अहिले ढुकढुक किन बढ्दैछ? ढुकढुक तमुदी संस्कृत परिवार 178 पूर्ण अङ्क ल्याएर तेस्रो स्थान हासिल गर्न सफल भएको छ। र अब डाइरेक्ट पहिलो घोषणा गरौँ कि दोस्रो घोषणा गरौँ? पहिलो हो, हामी त्यसरी जाउँ। त्यसो भए टोटल मार्क्स छ 100 300 मा 227 ल्याएर प्रथम हुन सफल भएको छ पुन क्लब समूहलाई दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ। जोरदार तालीले उहाँलाई धन्यवाद दिनु। हजुर, आजको यस प्रतियोगितामा सहभागी हुनु एउटा ठुलो कुरा हो र आज हामीले एलके डान्स स्टुडियोद्वारा आयोजित पहिलो सामूहिक नृत्य प्रतियोगितामा हाम्रो पहिलो विजय टोली प्राप्त गरेका छौँ। पुन क्लब जापान उहाँहरूले प्राप्त गर्नुभएको छ 2 लाख र साथमा रनिङ ट्रफी र उहाँलाई यो रनिङ ट्रफी र रकम हस्तान्तरण गरिदिनमा आजका प्रमुख अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। एलके डान्स स्टुडियो प्रेजेन्ट पहिलो यसै गरी आजको यस प्रतियोगितामा दोस्रो स्थान हासिल गर्नुहुने नटराज समूहलाई म स्टेज अगाडि आफ्नो पुरस्कार गर्न चाहन्छु। एकचोटि जोरदार ताली आजको प्रतियोगितामा दोस्रो उहाँहरूले प्राप्त गर्नुभएको छ 50,000 yen र उहाँहरूलाई जोरदार तालीले धन्यवाद
पनि आजको यस प्रतियोगितामा सहभागी भई दोस्रो स्थान हासिल गर्नुभएको थियो। नटराज समूहको लागि फेरि एकचोटि जोरदार ताली र आजको यस प्रतियोगितामा प्रथम हुने टोली कुन क्लबको लागि पनि जोरदार ताली। र हामीसँग समय अभाव रहेको कारणले चाहिँ छिटोभन्दा छिटो यो थोरै सामूहिक तस्बिर खिचाउने कार्यक्रम रहेको हुनाले महानुभावहरूलाई स्टेजमा आफ्नो उपस्थिति गर्न हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। समय पाबन्दी एकदमै कम छ, त्यसैले आजका स्वयंसेवकहरूलाई कृपया कम्ती अवस्थामा रहिदिनु पनि हार्दिक अनुरोध गर्न चाहन्छु र यो सामूहिक तस्बिर खिचाइदिनु हुनुभयो हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमोद त्यो उता हटाउँदा त्यो क्यामेराम्यान अगाडि हो कि साइड लाग्नु त। उता अलिक खोँडै भयो यार। यसका साथै एनके डान्स स्टुडियो जापानद्वारा आयोजित पहिलो सामूहिक नृत्य प्रतियोगिता यही समापन भएको पनि म यहाँलाई जानकारी आगामी वर्ष थप हर्षोल्लासका साथ फेरि भेटी भाषा गर्दै र यहाँहरूलाई फेरि जानकारी गराउन चाहन्छु। तमुदी जापानद्वारा आयोजना हुन गइरहेको 31औं लोसार चाडमा यहाँहरूको गरिमामय उपस्थितिको लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छु। हजुर तमुदी जापानद्वारा आयोजित 31औं लोसार चाडमा यहाँहरूको यस्तै गरिमामय उपस्थितिको पनि म अनुरोध गर्दै आजको कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद।